भयो होला, अर्को मन्त्रीले अर्को सम्झौता गर्नुभयो होला। त्यसका बावजुद आज तपाईँले संसदको ध्वज उडाउनु भएको छ, तपाईँले त्यो विजय खटाउनु भएको छ, तपाईँले आज हाम्रो शिर के भने तल झुकाउनु भएको छ। तपाईँहरूलाई म सभापतिलाई इमानदार साथ भन्छु, तपाईँ भन्नु होला, तपाईँले नभने म भनिदिन्छु। तपाईँको कोर टिम थियो त्यो हेर्ने पनि, त्यो कोर टिममा तपाईँले को मान्छे राख्नु भएको छ तपाईँ भन्न सक्नुहुन्छ? म तपाईँलाई समय दिन्छु। होइन भने मिडियाको अगाडि को मान्छे बसेर तपाईँले ऐन बनाउनु खोज्नुभयो, 4-5 चोटि यही तपाईँले ऐन बनाउनु खोज्नु भएको छ, त्यो पनि मैले थाहा पाएको छु। तपाईँको कोर टिम को हो त्यो बेला? तपाईँ एउटा हो, दुरा एउटा हो, अरू को मान्छे राख्नुभयो? कुन काङ्ग्रेसबाट कसलाई राख्नु भएको थियो, एमालेबाट कसलाई राख्नु भएको थियो, अरू पार्टीबाट कसलाई राख्नु भएको थियो? आज यो ठट्टाको विषय होइन सभापतिज्यू, आज यो ठट्टा छैन, यो जानी गरिएको हो, यो ठुलो समूहको हात छ। आज संसदलाई फेलर बनाउने काम गरिएको छ। आज तपाईँलाई लाग्ला केही भएको छैन, जनताले क्वेसन गरेका छन्। आज हामी जनतासँग पनि वफादारी हौँ, आज जनताको पनि मन रहेको छ। तपाईँको कोर टिमले के काम गर्यो, तपाईँले के काम गर्नुभयो, ती कुरा हामीलाई स्पष्टका साथ चाहिन्छ। आज सभापति दुराले के गर्यो भन्ने, दुराजीले कानुनले के गर्यो भन्ने तपाईँहरूले छुटकारा पाउनुहुन्न। यसरी दुधको दुध पानीको पानी क्लियर गर्नुहोस्। यदि सबै साथीहरूको इमान्दार हो भने सभामुख अगाडि भनेका छौँ, हामी यो ऐन पनि बढाउँदैनौँ, हामी बैठक पनि बस्दैनौँ भनेर भनेका छौँ। साँच्चीकै त्यही हो भने एउटा शक्तिशाली समिति गठन गर्नुपर्छ।